रक्सौर नगरपालिका वडा नम्बर 4 स्थित यो लौराबाङमा छौं र यहाँ चाहिँ निकै नै दर्दनाक पीडामा चाहिँ 20 वर्षीय लीला परियार एकदमै दर्द सहेर चाहिँ एकदमै छटपटाइरहनु भएको छ। यति बेला हामीले उहाँको पीडा देखेर चाहिँ स्वयं हामी आफैलाई सम्हाल्न निकै गाह्रो भइरहेको छ। दर्शक प्रेम एकदमै रोइराख्नु भएको छ, छटपटाइराख्नु भएको छ कि उहाँले चाहिँ आफ्नो जीवनदेखि हार खाइसक्नु भएको छ। दर्शक प्रेम जो 20 वर्षीय बहिनी लीला परियार जसको गोप्य अंगमा क्यान्सर भइसकेपछि यति बेला घरभित्रै छटपटाएर बसिराख्नु भएको छ। रातमा सुत्नु छैन, रातमा निद्रा छैन, दिनमा भोक छैन। उहाँको रुनु बाहेक उहाँको अरू कुनै विकल्प छैन। उहाँ रोइराख्नु भएको छ। आर्थिक अवस्था निकै न्यून रहेको छ र केही भएको आर्थिक उपचार गरेर सकिसकेको छ भनेर उहाँको श्रीमानले पनि भनिसक्नु भएको छ र यति बेला उहाँहरू रोइराख्नु भएको छ। म बहिनीसँग उहाँ बोल्न सक्नुहुन्छ भने म थोरै कुराकानी गर्ने कोसिस गर्दैछु। बहिनीको नाम लीला परियार। तपाईको यो कहिलेदेखि यसरी तपाईँ यसरी छटपटाइराख्नु उतैमा छोरीले खानाबाट अड्लाङ कलम गर्छु, उतैमा म पनि अड्लाङ कलम पिलोतिर अड्लाङ कलम गर्छु। अनि क्या गर्ने त सर, मेरो भाग्यमै रहेछ। हजुरहरूले सही गर्नुहुन्छ भने बाँच्छु, नत्र हामीको पासमा पैसा पनि छैन। दाइले 1-2 लाख रुपियाँ खर्च गरेर त्यो हामी पनि गरिब दुखियौँ सर। सही गर्नुहुन्छ भने मलाई बचाउन सक्नुहुन्छ भने मलाई बचाइदिनुहोस्। मेरो पासमा पनि, मेरो दाइ भाउजूको पासमा पनि, कोहीको पासमा पैसा पानी छैन सर। मेरी सानी छोरी छ, म गयो भने मैले गयो भने हेरिदिनु होला सर। मेरो छोरीलाई यति मरिन गयो भने सर यसलाई कसले हेर्छ अरे सर मेरो छोरीलाई। अनि मेरो पनि बाबी आश छ, त्यसलाई छोरीलाई हिर्काउला, पढाउला, बेगाउला, ठुलो मान्छे गराउला भन्न मलाई पनि आश छ सर। क्या गर्ने, मेरो आर्थिक छैन। अनि आमा बुवा यस्ता लाटा सिधा छन्। अनि आमा बुवाले पनि केही थाहा गर्दैन सर। अनि पिलो उठेको अनि इन्डिया गएर उपचार भएको। अनि आजसम्म पैसा दिनै डाक्टर नै दर्शक वृन्द, हजुर उहाँ चाहिँ इन्डियामा हुनुहुन्थ्यो र उपचारको लागि डाक्टर कहाँ जानुभयो। पैसाको कारण उहाँलाई डाक्टरले पनि हस्पिटलले पनि त्यति केयरले हेरेन, त्यसकारण आज यस्तो अवस्थामा आइपुग्नु भएको छ। अनि यो तपाईँ एकदमै हामी आउँदा एकदमै छटपटाइराख्नु भएको थियो। हजुर म रात पनि सुत्दैन, दिनमा पनि सुत्दैन, यस्तै छटपटाइ। अनि छोरी पनि हुनुहुन्छ तपाईँको? छोरी 5 महिनाको भयो। 5 महिनाको छोरी। छोरी जन्मेपछि तपाईँलाई यस्तो समस्या भएको? हजुर पहिले नानी पेटमा छन् बेलामा पहिले सानो भएकोले थियो। अनि त्यसपछि पछाडि बढ्दै ठुलो गाउँ हुँदै भयो। अनि डेलिभरी भयो। दर्शक प्रेम, उहाँ चाहिँ जो छोरी गर्भावस्थामै चाहिँ उहाँलाई अलिकति चाहिँ केही सङ्केत थियो र छोरी जन्मिसकेपछि, नानी जन्मिसकेपछि अहिले निकै जो अहिले चाहिँ हेर्नै नसक्ने अवस्था भएको छ। त्यस्तो गोप्य भागमा चाहिँ दर्शक प्रेम, यदि तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने सकेसम्म सहयोग गरिदिनु होला, किनभने तपाईँको सानो सहयोगले उहाँको जीवन बाँच्न सक्छ। भेटीको नाममा पैसा चढाउनु भन्दा यी साक्षात समस्यामा परेका यस्ता पीडितलाई तपाईँले सहयोग गर्नुभयो भने तपाईँले पुण्य कमाउनुहुनेछ।